हाई क्लास 9 स्टुडेन्ट, आज हामीहरूले ओप्टी म्याथको पार्ट 3 ज्यामिति अन्तर्गत रहेको एक्सरसाइज 3.1 को बी सोल्युसन गर्न गइरहेको छौँ। यो 3.1 को बी भन्दा पहिला हामीले दुईवटा भिडियो अपलोड गरिरहेको छौँ। त्यो भिडियो हेरेको छैन भने म डिस्क्रिप्सनमा लिङ्क हालिदिन्छु। अब म 12 नम्बरदेखि क्वेसन सोल्युसन गर्नेछु अनि 12 नम्बरमा रहेको छ। अनि यसलाई यो दुईवटा बिन्दु दिएको छ अनि यसलाई 3 बराबर भागमा विभाजन गर्ने बिन्दुको निर्देशाङ्क पत्ता लगाउनु पर्ने हुन्छ। यसलाई यसरी गर्न सकिन्छ। यो क्वेसन अलि हार्ड टाइपको रहेको छ, ध्यान दिएर हेरेर बुझ्नु होला। अनि हामीले के मानेको छौँ, ए यो बिन्दुलाई ए माने 1,3 र यो बिन्दुलाई बी 4,3 जोड्ने रेखा खण्डलाई बराबर 3 मा विभाजन गर्ने बिन्दुको पी। हामीले यो एउटा रेखा ड्र गरियो एबी अनि यहाँ पी एउटा बिन्दु रहेको छ, पी एक्स ड्यास वाई ड्यास अनि क्यू यो बिन्दु क्यू रहेको छ। यो बिन्दु यहाँ क्यू रहेको छ, म यहाँ लेखिदिएको छु। यहाँ क्यू एक्स डबल ड्यास अनि वाई डबल ड्यास रहेको छ। अब यहाँ छन्, अब यो बिन्दु पी को लागि के हुन्छ भने म एउटा कुरा भन्छु, यहाँ यो एपी पीक्यू अनि बीक्यू सबै इक्वल छ। यहाँ म लेखिदिन्छु एपी इक्वल टू पीक्यू इक्वल टू बीक्यू अथवा क्यूबी सबै इक्वल रहेको छ। त्यसले अब यो बिन्दु पी को लागि एक्स वाई x1 y1 भइहाल्छ के 1,-3 अनि x2 y2 4,3 अनि m1 is to m2 हामीलाई फाइन्ड गर्नुपर्ने हुन्छ। अनि यहाँ के राख्छौँ हामी, एपी इज टू बीपी राख्यौँ हामी, एपी इज टू बीपी। अनि किनभने हामीलाई बिन्दु पी को लागि चाहियो हो, त्यसले एउटा यो भाग m1 हुन्छ अनि एउटा यो भाग m2 हुन्छ, अथवा यो भाग m1 हुन्छ अथवा यो भाग m2 हुन्छ। त्यसले अनि एपीलाई नै m1 मानौँ, एपी m1 अनि पीबी m2। त्यसैले अब यो एपीलाई त्यसै अनि पीबीलाई हामी के लेख्न सक्छौँ, पीक्यू अनि बीक्यूबी अथवा बीक्यू लेख्न सक्छौँ हामी। त्यसले यो पीक्यू अनि बीक्यू भयो अनि इक्वल टू एपी। अनि यहाँ के देखेको छौँ हामी, एपी इक्वल टू पीक्यू इक्वल टू बीक्यू रहेको छ। त्यसले यो एपी प्लस एपी हुन्छ। अब यहाँ एपी इज टू 2 हुन्छ अनि यहाँबाट यस्तो हुन्छ एपी इज टू 2 एपी अनि यो एपी कट्छ अनि 1:2 आउँछ, 1:2 आइहाल्छ। त्यसले अब यो m1 is to m2, त्यसले अब यो m1 is to m2 1:2 भयो। अब हामीलाई एक्स ड्यास वाई ड्यास पी बिन्दु इक्वल टू के हो हाम्रो फर्मुला छ। अनि हामीलाई फर्मुला चाहिएको छ x2 m1 प्लस m2 x1 अपन m1 प्लस m2 अनि y2 m1 प्लस y1 m2 m1 प्लस m2। अनि यहाँ x2 को सट्टामा हामी 4 राख्यौँ, x2 को सट्टामा हाम्रो 4 अनि इन्टु m1 को सट्टामा हामी 1 राख्छौँ अनि फेरि प्लस m2 को सट्टामा 2 अनि x1 को सट्टामा हामी के यो 1 राख्छौँ। त्यसले अब यो यति भयो। अनि यहाँबाट नि भ्यालु पुट गरिसकेपछि हाम्रो एन्सर आयो 2,-1 एन्सर आयो। अनि फेरि अब क्यू बिन्दुको लागि यहाँ क्यू बिन्दुको लागि लेख्ने अनि पीबी को मध्य बिन्दु क्यू हुने भएकोले यो पी जस्तै यहाँ पीबी को मध्य बिन्दु क्यू रहेको छ, यो पनि इक्वल रहेको छ अनि यो पनि इक्वल रहेको छ। त्यसैले यसको मध्य बिन्दु क्यू हुन्छ। त्यसले अब यो मध्य बिन्दुको फर्मुला हामीलाई थाहा छ, x1 प्लस x2 y1 प्लस y2 हुन्छ। अनि x1 अनि यहाँ x1 हाम्रो यो p 2,-1 भइहाल्छ अनि x2 b को बिन्दु 4 x2 अनि y2 4,3 भइहाल्छ। त्यसैले अब यो 2 प्लस 4 अनि अपन 2 अनि -1 प्लस 3 अनि 2 अनि यसको एन्सर 3,1 आउँछ, -1 आउँदैन। अनि यसले एन्सर रहेको छ, एउटा यो एन्सर छ अनि एउटा यो एन्सर रहेको छ। अब म क्वेसन नम्बर 13 मा जान्छु। क्वेसन नम्बर 13 के रहेको छ, 13 को सोल्युसन यस्तो रहेको छ। अनि एउटा यो ए 2,3 बिन्दु र बी 5,6 दिएको छ, ए अनि बी बिन्दु दिएको छ। अनि यसलाई एकअसले m1 is to m2 को अनुपातमा विभाजन गर्छ अनि हामीलाई m1 is to m2 फाइन्ड गर्नुपर्ने हुन्छ।
अनि हामीलाई थाहा छ एउटा कुरा ध्यान राख्ने, एक्स अक्षको बिन्दु म अघि पनि भनिसकेको छु लोकसको भिडियोमा। एक्स अक्षको बिन्दु के हुन्छ अनि यो एक्स अक्षको बिन्दु x,0 हुन्छ अनि फेरि y अक्षको बिन्दु 0,y हुन्छ। यो याद राखेपछि मात्र यो क्वेसन बन्ने हो। अब यहाँबाट हामी के गर्छौँ, x,y इक्वल टु फर्मुला अनुसार हाम्रो m1 x2 प्लस m2 x1 अपन m1 प्लस m2 अनि y1 इन्टु y2 प्लस m2 y1 अपन m1 प्लस m2 हुन्छ अघि जस्तै। अब हाम्रो यहाँ के आउँछ, अब हाम्रो यो x, y को सट्टामा हाम्रो x,0 भइहाल्छ, x, y को सट्टामा हाम्रो x,0 हुन्छ। त्यसले हामी यो x नलिएर y लिएर y इक्वल टु यो यहाँ y छ नि, y इक्वल टु m1 y2 प्लस m2 y1 अपन y1 प्लस m2 लिन्छौँ, y1 यहाँ m1 प्लस m2 लिन्छौँ। त्यसैले अब 0 इक्वल टु अब यहाँ m1 अनि y2 को सट्टामा हामी के राख्छौँ, y2 को सट्टामा हामी 6 राख्यौँ अनि फेरि m2 अनि y1 को सट्टामा हाम्रो यो 3 आयो। त्यसैले अब यो 6 m1 प्लस 3 m2 अनि यहाँ 3 कमन आउँछ। त्यसैले अब यो 2 m1 प्लस m2 आयो अनि 2 m1 इक्वल टु m2 अनि m1 इज टु m2 इक्वल टु -1,3 आउँछ। तर हाम्रो यो m1 अनि m2 यो डिस्टेन्सको कुरा भइरहेको छ, त्यसले डिस्टेन्स माइनसमा कहिल्यै पनि हुँदैन, त्यसले यहाँ 1:2 हुन्छ। अब यसरी हामी m1 इज टु m2 फाइन्ड गर्यौँ। अब हामी 14 नम्बरमा छौँ। 14 नम्बरमा के रहेको छ, 14 नम्बरमा पनि दुईवटा बिन्दु रहेको छ अनि यसलाई y अक्ष रहेको छ। ए हाम्रो -4,5 र b यहाँ b हुन्छ, b 3,7 जोड्ने रेखाखण्डलाई y अक्षको बिन्दु मानौ 0,y ले m1 इज टु m2 को अनुपातमा विभाजन गर्छ। अब यहाँबाट हाम्रो 0 यो रहेको छ, 0 जहाँ हुन्छ त्यो नै लिने। 0 इक्वल टु हामी x इक्वल टु m1 x2 प्लस m2 x1 लिन्छौँ अनि अब यहाँ 0 बाट अनि x2 को सट्टामा हामी के राख्छौँ, यो 3 राख्छौँ अनि x1 को सट्टामा हाम्रो यो -4 आउँछ। त्यसैले अब यो 3m1 -4 m2 अनि यो क्रस मल्टिप्लाई हुँदा 0 नै आउँछ। त्यसैले अब यो 3m1 अनि 4m2 यो साइड जाँदा 4m1 यो साइड जाँदा 4m प्लस हुन्छ। त्यसैले अब m1 इज टु m2 इक्वल टु हाम्रो 4:3 एन्सर आयो। अब यो भिडियोमा यहाँ अन्त गर्छौँ। ल धन्यवाद, जय नेपाल।